भूतप्रेत कसरी हुन्छ? भूतप्रेत कसरी हुन्छ भन्दाखेरि चाहिँ जब मान्छेको आत्मा चाहिँ बाटो पाउँदैन हो, मान्छेको आत्माले बाटो नपाएपछि, उसले ठेगाना नपाएपछि उसले के हुन्छ? त्यो आत्मा भड्किन्छ। अनि संसारमा भूतप्रेत भनेको त्यहाँबाट सुरुवात हुन्छ। एउटा शक्ति छ, अन्धकारको शक्ति, मृत्युको शक्ति। त्यो मृत्युको शक्तिले चाहिँ त्यो आत्मालाई चलाएर त्यो आत्माको नाम लिएर चाहिँ के गर्छ? तपाईँ हामीलाई दुःख दिने काम गर्छ। त्यही भएर धेरैवटा भएको जङ्गली जागित्र, खोलाको दोक, सिंह, मसान हो, अनि अब देवा के भन्छ हो, अब अनि उता पिपलको फेदमा बस्ने, ओडारमा बस्ने, पोखरीमा बस्ने हो, मूलथाममा बस्ने, भँडारमा बस्ने, कोही कालो बोको माग्ने, कोही सेतो माग्ने, कोही रातो माग्ने, अनेक माग्ने, अनेक रूपको अनेक असङ्ख्यौं। कति हाम्रा देवी देवता भन्दा 33 कोटी हो कि होइन? किन 33 कोटी? मलाई त पहिला गुरुलाई सोध्ने, म मेरो पण्डितलाई क्या, मलाई गायत्री मन्त्र सिकाउने पण्डितलाई सोध्ने गर्थेँ, गुरुबा ईश्वर कतिवटा छन् भनेर सोध्ने। नानी ईश्वर एउटै हुनुहुन्छ भन्नुहुन्थ्यो। फेरि एउटै हो भने कसैले खिर माग्छ, कसैले बोका माग्छ, के हो यो? मलाई कन्फ्युज हुन्थ्यो। कसैले कालो माग्छ, कसैले सेतो माग्छ, कोही भडारमा बस्छ, कोही चुलामा बस्छ, कोही दुधेलोको फेदमा बस्छ, कोही बरको फेदमा बस्छ हो। तपाईँ हाम्रा पिता पुर्खाको आत्माले बाटो नपाएपछि भूत प्रेत, सिन्डे, जागित्र, जङ्गली, खोलाको दोक, सेँ, पिशाच हो, देवा के हुनुपर्छ, सिकारी हो, अनेक रूप लिएर 33 कोटी भनेको 33 करोड बनेर तपाईँ हामी जीवितहरूलाई सताइरहेको अहिले तपाईँ हामी भोगिरहेका छौँ। किन यस्तो? किन भोग्नु पर्यो? हाम्रो आत्माले चाहिँ यो भित्रको आत्मा यो कुहिने शरीरमा अहिले छ र पो यो शरीर चाहिँ देखा पर्छ। आत्मा त देखा पर्दैन, तर जुन दिन यो आत्मा निस्किन्छ यो कुहिने शरीर कुहिन थाल्छ। अनि त्यो आत्मा चाहिँ बाटो नपाएपछि चाहिँ त्यो आत्माले चाहिँ एकदमै अरूलाई पनि सताउँछ, आफू पनि भड्किहिँड्छ। यही हालतमा हाम्रा उहिले बाबुबाजेदेखि भोग्दै पीडा सधैँ हामी आफ्नो जात कर्म भए पनि अब तामाङको कुललाई सिन्धे भन्दो रहेछ, हाम्रो बाहुनको कुललाई वायु भन्छ हो, राईको कुललाई पितृ भन्छ। अब संसारमा किन यस्तो? ईश्वर एउटै भए त एउटै कुरा माग्नुहुन्थ्यो, खानुहुन्थ्यो नि, खानामा पनि समान हुन्थ्यो, बाटोमा पनि समान हुन्थ्यो। किन यस्तो भयो? किन यति धेरै भयो देवी देवता भन्दा कारण यही हो। तर अब अनन्त जीवनको लागि चाहिँ अब आज तपाईँहरूलाई यो सन्देश दिइँदैछ। अब तपाईँ हामी चाहिँ विनाशतिर होइन, अनन्त हाम्रो आत्मा चाहिँ अनन्त जीवनमा प्रवेश गरोस्, त्यसका लागि यो बाटो प्रभु यीशु बाटो, तपाईँ हाम्रो बाटो प्रभु यीशुलाई चाहिँ हामीले अपनाएर के गरौँ? उहाँलाई विश्वास गरौँ, अपनाऊ, ताकि हामीले बाटो पाऊँ। तपाईँ हाम्रो आत्मा प्रभुका राज्यमा जानलाई चाहिँ सृष्टिकर्ता परमेश्वरको राज्य परमधाममा जान प्रवेश गर्नलाई चाहिँ यीशुलाई विश्वास गर्नुपर्छ।